माछा छ र त माछा कतिको पर्छ त्यो सानो 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 कति सबै टान्नु न भिडियो गर्नु दिनमा कति किलो मार्नुहुन्छ 5 किलो मार्नु कति मार्नुहुन्छ राजाबाम पनि माऱ्यो भन्नु भएको न दाइ मधेरी पनि आउँछ मधेरी पनि यहाँ पर्ने हेरौँ कति पर्यो के गर्छ सट्टे पानी हाल्नु जराले पानी त त्यहाँ माछा मारेर पानी हाल्छ कहाँ माछा मार्ने यता यता मारेर यहाँ त्यो अनि सब त्यहाँबाट त्यहाँ लगिदिएपछि होइन त्यहाँ लगिदिएपछि फाइदा हुन्छ हेलो यो चाहिँ त्रियुगा खोला धमाधम आफ्नै आफ्नै तरिकाले काम गरिरहेछ यहाँ हाम्रो दाइ चाहिँ बल्छी थाप्दै हुनुहुन्छ यहाँ पर्छ होला हौ भरेसम्म अहिले एउटै परेछ अहिलेसम्म त्रियुगा खोला अब कहाँ यता यो चाहिँ यो निकालिदिउँ दाइ बल्छी यहीँ हो आज परेको छैन अनि आज के को तरकारी खानुहुन्छ त भान्टा भान्टा हो बैगुन यो कति बजेदेखि यस्तो गर्नुभएको कति घन्टा भयो दाइ छाप्नु भएको हो नि ओ राजु मास्टर के हो ढेडो जस्तो बसिरहेको त ढेडो खत्रै छ पानी पर्नु लाग्छ होइन सब त्रियुगा खोला कहाँ यताको टिप्छ सबै टिपेर लगेछ यहाँको त टिप्नु भएन नि यो हाम्रै लाग्यो होइन हाम्रै यसको लागि खोदा एउटै खाएन त अनि माछाले ल यहाँ हेर्दै जाउँ कत्रो पर्छ राजाबाम पनि छ भन्छ यहाँ राजाबाम र अर्को के चुचेबाम होइन चुचेबाम रमाइलो गफ हुँदै लु न यहाँ माछा निकाल्न एउटा लु सट्ट एउटा चुचेबाम निकालिदिनु त अब भयो क्या सर हामीले अझै होइन त्यहाँबाट सट्टै त निकालिदियो भने कति पैदा हुन्छ उता होइन धेरै हुन्छ नि
लु 2 जना कम्पिटिसन है कसले छिटो निकाल्ने जसले पहिला निकाल्छ त्यसलाई धेरै त भन्दिनँ म 5 रुपियाँ इनाम छ हो अरू केही नआए पनि एउटा पराक आउँछ होइन त्यो पनि मेरै पसलमा किन्नु होला फेरि पराक हो र ए त्यो त भएन नि त पैसै दिने के म यहाँ मेरो भिडियो नै लामो भइसक्यो 5-6 मिनटको भइसक्यो हेरेर जानु होला यहाँ कहाँ सगरमाथा चढेको चिप्लेर तल झर्ला नि फेरि खोइ ए ओहो खोइ देखाउनु त 5 रुपियाँ लायो भाइले 5 रुपियाँ जितिसक्नु भएको छ एउटा खोइ अलिक झुन्ड्याउनु न अलिक ओ माछा ल 5 रुपियाँ कमाइसक्नु भयो भरे आउनु होला होइन 5 रुपियाँ तपाईँले जितिसक्नु भयो ल ल आजको विनर भाइ एउटा कति निकै निकाल्नु भयो क्या हो कहाँ आउँदै 4वटा छ हौ ए भर्खर रहेछ हाम्रो दाजुको पनि कोसिस जारी छ यहाँ हो र साइलेन्सर लगाउने बेला